यस्तो खालको दुर्लभ भिडियो र यो भावुकताले भरिएको भिडियो र एउटा प्रेरणादायी भिडियो सायद नै तपाईहरुले कहिले देख्नुभएको थियो होला या पहिलोचोटि हेर्दै हुनुहुन्छ होला। यो भिडियो हेरेर मेरो मन असाध्य नै छोयो, साह्रै छोयो साथीहरु। ल हेर्नुस् यस भिडियोमा एकजना व्यक्ति केही खाने फलफुलहरु लिएर यसरी आउँछ चिम्पान्जीको नजिक र बाँकी अरु चिम्पान्जीहरु खोला उसपारी नै बसेका छन्। खोला हो या ताल हो, खै ताल जस्तो लाग्छ मलाई, उसपारी नै बस्छन्। तर एउटा चिम्पान्जी चाहिँ यसरी चाहिँ यो पानी भित्र पसेर यसरी चाहिँ त्यो व्यक्तिसम्मको बीचमा आउँछन् र त्यो व्यक्ति र यो चिम्पान्जी अनि जानवर र इन्सानको बीचमा यसरी चाहिँ माया एक अर्कामा भावुकता भरे तरिकाले दर्शाइरहेका छन्। ल हेर्नु साथीहरु, यो भिडियो हेरेर चाहिँ मेरो साह्रै नै मन छोयो साथीहरु। अनि तपाईहरुलाई कस्तो लाग्यो? यदि हजुरको पनि यदि मन छोएछ भने, यदि छोयो कतै कतै छोयो जस्तो लाग्छ भने पनि यस भिडियोलाई चाहिँ साथीहरुसँग चाहिँ शेयर अवश्य गर्नु होला, ताकि यस्तो खालको भिडियो, मन छुने खालको भिडियो, जनावर र मान्छेको बीचको चाहिँ एउटा भावुकताले भरिएको यो माया सायद बिरलै नै देख्न कहीं पाइन्छ होला जस्तो लाग्छ मलाई। साथीहरु, हजुरलाई कस्तो लाग्यो यो भिडियो? मन परे शेयर पनि गरिदिनु होला र आफ्ना भनाइ पनि राखिदिनु होला।